हेर्नुहोस् त यो पानी कति कञ्चनसँग बगिरहेको छ त। मानिसमा ओम अहङ्कार घमण्ड र अनि मानिस भएर स्वतन्त्र भएर किन बाँच्न नसकेको होला है। चराचुरुङ्गी गाई बस्तु हरेक प्राणीहरू आफ्नो स्वतन्त्रले बाँचेका छन् भने बन्धनमा परेका प्राणीहरू पनि छन्। ती बन्धनमा परेका प्राणीहरू पनि चाहिँ लाई खाना ट्याममा दिन्छन् भने तिनीहरूलाई आफ्नो स्वतन्त्रले बाँचेका छन् भने मानिसमा चाहिँ यो जनचेतना किन नआएको होला। मानिस चाहिँ स्वतन्त्र भएर बाँच्न नसकेको, आफ्नो भनेको ठाउँमा जान नसकेको, हिँड्न नसकेको होइन, जहिले नि दुःख जस्तै अप्ठ्यारो परिस्थिति परेको किन होला। मानिस किन खुसी हुन नसकेको होला हेर्नुहोस् त। जहिले नि जे भए पनि नपुग्ने मानिसको जीवनमा मैले बुझ्न सकिनँ साथीहरू, तपाईँले बुझ्नु भएको छ भने बताइदिनु होला। हेर्नुहोस् पानी कञ्चन भएर बगेको छ, हरेक प्राणीहरू कञ्चनले बग्नु भएको छ, स्वतन्त्र भएर चराचुरुङ्गी हावा होइन हिमाल जस्तो झुल्किरहनु भएको छ, आफ्नो समयअनुसारमा बल्झिरहनु भएको छ। मानिस चाहिँ कहिले पनि बल्झिन नसकेको हेर्नुहोस् त, के होला यो।